मोक्षशायीपद प्राप्ति कामनाय मोक्ष धेनु गोदानादि कर्मणि संगता सिद्ध्यर्थम पंचम दिन आरभ्य तनोदिन पर्यंतं प्रत्यकल्पजनित गरुण प्राणसारधार पाठकाराणि कर्मणि संगता सिद्ध्यर्थम संगता सिद्ध्यर्थम दशदानादि कर्मणि संगता सिद्ध्यर्थम अष्टदानादि अष्टमहादानादि कर्मणि संगता सिद्ध्यर्थम सांगता सिद्ध्यर्थम विष्णु साई पद प्राप्ति कामना विष्णु सुपस्कर विष्णु शय्यादान दानादि कर्म कर्तुं च कर्म प्रतिज्ञा संकल्प सहितस्य ब्राह्मण वर्णम युष्मान वयम वृणिमय छोडिदिनु दुईटा पैसा लिनु आछ नि कसैले दुईटा पैसा लगाएर त गुरुजीको हातमा अलि दोकान तपाईँले गुरामा तपाईँले के पोखी होइन केही बोकेको छैन यहाँ आउनु त यहाँ पूर्वपट्टि दियो बाल्न बाँकी छ ल दियो बालिहाल्नु ओम वर्धन हाले एकदम रेडी धुपबाती कान्छु कृष्णदेवी अरू पनि यहाँ आउँदा हुन्छ है अब कृष्ण यसो तिलानी भाँचो गरेर आह्वान गरिहाल्नु एकजनाले यो पक्रिहाल्नु न सजिलो हुन्छ क्या एउटा आगो चल्छ नि भित्र तिलानी हात गरेर आह्वान गर्नु आवाहनं समर्पयामि आसनं समर्पयामि ओम महादीपस्तनारायणाय नमः चन्दनक्षता फुल्यादि ओम कर्मसाक्षिणे दीपस्तनारायणाय नमः कर्मसाक्षिणे दीपस्तनारायण निधियो निम्ला है दीपस्तनारायणाय नमः फुल्ले राजन्ने शुभम भवतु कल्याणम आरोग्यम धन संपदा आत्मज्योति प्रकाशाय दीप ज्योतिर्नमस्ते दीप ज्योति परब्रह्म दीप ज्योति जनार्दन दीपो हरतु मे पापम शय्या दीप नमोस्तुते चढाइदिनु दीपस्थ नारायणाय नमः यो कलशको तपाईँ तिलानी पनि दुबाले हो तपाईँ पनि उठाएर यो बोक्नु भन त यो चन्दन मलाई बोलाउ यो चन्दन यो यो बोक्नु आह्वान गर्ने आह्वान अगाडि लाग्यो आह्वानं समर्पयामि ओम प्रद्युम्नाय नमः पूजा गर्दै कलशको आह्वान गर्दैन वाद्यम हस्ते अलिकति आसमनि प्रदाचने पाए पञ्चमी सुब्रह्मण्यम ओ प्रद्युम्नाय यागा छया त्यस्तै अब प्रसन्न गर्दा प्रद्युम्नाय अनिरुद्धाय नमः यहाँ कलश कलश उतापट्टि सबै पूजा गर्ने चन्दन छता फुल्ली पूजा गर्ने कलशलाई आसनन्ते पादयोपाद्यम पूजा गर्ने नि आउने आज पादयोपाद्यम हस्ते अनि त्यसकिरा के हुँदैन त्यही पादयोपाद्यम तल भयाका छया त्यस्तै अब अनिरुद्ध अनिरुद्धाय नमः आह्वानं समर्पयामि आसनं समर्पयामि चलिहाल्ने त्यो अगाडि पादयोपाद्यम हस्ते अर्घ्यम सर्दै जाने पूजा गर्दै जाने अनिरुद्ध याका छया त्यस्तै अब पूजा गर्ने तावत काका श्री फल देखिन त रोटी देखिन त कमजोर भयो कि भयाका छया त्यस्तै यावत पूजा गर्ने तावत बजिहाल्छ नि 2 बजे आउने फुल्लिने नमस्कार गर्ने लक्ष्मीनारायणको स्वरूपमा सुन्दिने ल है सबैजनाले उतापट्टि गइहाल्ने लाइन हुने सट्टासँग बस्ने शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गं लक्ष्मीकान्तं कमलनयनं योगविद्यानयनं वन्दे विष्णुं भगवानं सर्वलोकैकनाथं शशङ्खचक्रं सकिरीटकुण्डलं सफेदवस्त्रं सरसिरुहेक्षणं सारवक्षस्थलकौस्तुभस्त्रियं नमामि विष्णुं शिरसा चतुर्भुजं लक्ष्मीनारायणाभ्यां नमः सुपस्कर श्री लक्ष्मी नारायणाभ्याम नमो नमः यहाँ माथि चढाउँदाखेरि अक्षता चल्दैन तिलानी माचोको आह्वान गर्नु आह्वानं समर्पयामि लक्ष्मी नारायणाभ्याम नमः मनमनै ओम नमो भगवते वासुदेव हल्ला नगरिकन आह्वानं समर्पयामि आसनं समर्पयामि आसन राख्नुभयो दुईटा कुसका टुक्रा राखिदिनु आसनं समर्पयामि लक्ष्मी स्वरूप नारायण आसनं
आसनान्ते त्यही जल 5 चोटि चढाउन भित्र रहन्छ पादयोपाद्यं जल स्नानं समर्पयामि हस्त अनुपर पादयोपाद्यं हस्ते अर्घ्य मुखे आचमनं प्रराचमनं भयपञ्चम शुद्ध जल स्नानं समर्पयामि भयागतया तिष्ठ यावत् पूजां करोमि तावतं सुस्थिरस्यु प्रसन्नो भरतभागन्नाक्षत पुष्पाणि समर्पयामि लक्ष्मी नारायणाभ्यां नमः। अब तिल जौले पूजा गरिदिनु। ओम